हेलो गाइज, वेलकम टु माई सिस्टर्स युट्युब च्यानल। आज चाहिँ म बहिनीको ब्लगबाट आएको छु, तर मसँग बहिनी हुने छैन। हामी चाहिँ मार्केट जाँदैछौँ। यो के अरे यो ब्लग चाहिँ आउँछ मुना मगर युट्युब च्यानलमा आउँछ अनि हजुरहरूले देख्न सक्नुहुन्छ। अनि अनि हामी मार्केटमा के गर्छौँ त त्यो पनि देखाउँछौँ। त्यही हो गाइज। अनि अब त्यही हो नेपाल जस्तो भाइ भएर आज हामी चाहिँ भर्खरै काम सकेर आएको नि त, त्यही भएर अब हेर्नु गो। हामी घरबाट निक्लेको 5 मिनट भयो के अरे। अनि हाम्रो जो मार्केट छ नजिकै छ, यता यता छ नि त, त्यही भएर अब हामी के भन्ने तपाईँलाई देखाइदिनु। ताई बोल्नु के भन्नु गाइस, मलाई बोल्न पनि आउँदैन, लाज लाग्छ बोल्नलाई। फर्स्ट टाइम हो, के छैन, गर्नुपर्छ बिस्तारै। अनि यो चाहिँ हाम्रो च्यानल त होइन, अनि मुना मगर युट्युब च्यानलमा हेरिदिनु होला सबैले र माया पनि गरिदिनु होला। बिस्तारै बिस्तारै सब्सक्राइब गर्दा गर्दै त अगाडि जाने हो नि त जो पनि। अनि हामी जाने मार्केट चाहिँ यही हो, यता हो अनि अर्को यता हो, तर हामी जाने चाहिँ यति हो। हेर्नुहोस् गाइस, हामी चाहिँ साइड काट्दैछौँ, पुग्नुपर्छ हामीलाई हो। हे गाइस, अब हामी चाहिँ जाँदैछौँ। अनि हाम्रो खत्तम भयो। अहिले फेरि यहाँ पैसा तिराउँछ नि त, त्यही भएर हो। अब हिँड्नै पर्यो, दुर्नै पर्यो। हामी अब यहीँ जान आँटेको भइसक्यो। कन्फ्युज किन हुनुहुन्छ? हामी जान लागेको अब मार्केट चाहिँ यही हो, भन्न मिल्दैन हो यही हो। अनि भित्र गएर देखाउँछौँ ल, देख्नु मार्केट देख्नु ब्यागहरूको। अनि हाम्रो नेपालतिर यस्तो हुँदैन नि त, यहाँ त फेरि यस्तो हुन्छ, ब्यागहरू यता हुन्छ, सानो सानो ब्यागहरू यस्तो लगेजहरू यस्तो हुन्छ मार्केट। हजुर देख्नै भएको छ नि त। बहिनीको ब्लगमा दिदी देखिने अरे धेरै, त्यही भएर हो है गाइस। चप्लीहरू पनि छ यतातिर, स्लिपर चप्पल राम्रो छ क्या। गाइस, हामी चाहिँ सामान लिएर आइसक्यौँ। बिचरा थाकेर यसरी बसिरहेको छ। ल हामी गएर पुग्यो पछाडि गर्छौँ ल साथीहरू। हामी चाहिँ गएर आइपुग्यौँ। अब हामी खेल्दैछौँ एउटा गेम। त्यो गेम चाहिँ अहिले एकछिनमा देखाउँछौँ। हेलो साथीहरू, हामी आइसकेका छौँ कलर एक्सचेन्ज गेमिङको लागि। अघि हामी मार्केट गएको थियौँ दुईजनासँगै, तर हामीलाई थाहा थिएन कि अलग अलग गएको थियौँ। हामी अलग अलग सामान लिएर आएको छौँ, सामान लिएको छौँ। दुईजनालाई दुईजनाकै थाहा छैन। अब हेरौँ, लेट्स से गो। सेम पनि हुँदैछ, सेम हुन्छ होला होला, तर कति 10, 11, 12 कलर हुन्छ सायद। तिमीले मलाई 11 भनेको छौ, तर त्यहाँ एक्चुअल 12 कलर थियो साथीहरू। मेरो चाहिँ 11 मात्रै छ। हेरौँ उसले कतिवटा कलर लिएर आएको छ। अब कलर पनि म्याच हुन्छ कि हुँदैन थाहा छैन। लेट्स से ल तिमीबाट सुरु गर। कुन कलर? कुन कलर हजुरको फेभरेट कलर? फेभरेट कलर भन्ने मतलब जो भन्नु पर्ने हो कि जुन कलर भने नि भयो, जुन कलर भने नि भयो। ब्ल्याक। मैले एक कलर गर्न बिर्सेको कि मैले। अनि ब्ल्याक हुँदैन जे भए पनि ब्ल्याक जस्तै देखिने त भयो। भित्र बाहिर जे भए पनि जस देखिँदा ब्ल्याक जस्तो देखिन पर्यो। ल्याएन चकलेट तर ब्ल्याक, यो त रेड हो भाइ। ब्ल्याक प्रपर ब्ल्याक चाहिँ छैन, तर ब्ल्याक चाहिँ हो। तर कसले राख्ने? तिमीले मलाई दिने, मैले तिमीलाई दिने। बिर्से ल, अब म भन्छु नि। अब तिम्रो मलाई मन पर्ने कलर
ग्रीन ग्रिन तपाईँ निकाल्नु ग्रिन ग्रिन चाहिँ मैले केही पाउनै पाइनँ होइन तर मैले यो ग्रिन लिएर गएको छु यो पनि त ग्रिनै हो ग्रिन सत्तो त कसरी अनि म मेरो चाहिँ यति धेरै राम्रो छ गाई एउटा एक काठ ए दुईटा कलर लिएर आयो ग्रिन ग्रीन यो पनि ग्रीन छ अनि यो पनि ग्रीन ल एक्सैल अब तपाईँ अब पिङ्क 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 छैन होला छैन सायद पिङ्क पुरै पिङ्क त छैन त पिङ्क जस्तो त छैन छैन मसँग पिङ्क तर केही छैन ल सरी गाइस मैले पिङ्क कलर ल्याएन लाउदिन मलाई कुन कलर म येल्लो आई लभ ल हेलो येल्लो हजुर निकाल्नु न मैले चकलेट म पनि छ बिस्कुट हेर्नु यस्तो देखौँ चकलेट सुन्दर पाउँछ नि त तिम्रो तिम्रो बालो म येल्लो भने ए येल्लो भन्यो ब्लू ब्लू कर्स ब्लू दुईटा छ नि थाहा छ कि नै थाहा। डार्क र हो तर डार्क वाला डार्क ब्लू यो चिप्स डब्बा चिप्स हजुर गुड डे बिस्किट तिमीलाई बिस्किट मनपर्छ नि भएर तपाईँलाई पनि स्विट पिरो पिरो वाला बिस्कुट गिफ्ट अनि ल हजुर अब मैले भन्नु तिम्रो टर्नको के कलर हुन्छ त ओरेन्ज अरेन्ज निकाल धेरै अरेन्ज अरेन्ज ओरेन्ज छ यो भित्र फेभरेट हो यो हजुर यो पनि त अरेन्जै त हो भित्र हुन्छ न भित्र नि अरेन्ज बाहिर पनि त अरेन्जै त हो यो दिदीको फेभरेट अरेन्ज कलर थ्याङ्क यू यो मेरो फेभरेट दिदीको फेभरेट थियो यो मेरो फेभरेट हो ल ल ठिकै छ अब मैले भन्नु रेड 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 लास्ट भिडियो नबना रेड सेम 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 यो सेम परेछ नि तिमीले ब्ल्याक भनेर ल्याएको मैले रेड रेड पनि रेड दिदीको फेभरेट ल दिदी तर दुईवटा चिप्स ल्याउनु न मैले ल चकलेट पिज्जा यो चाहिँ मनपर्छ मलाई अब मेरो पालो हो नि लाइट ब्लू लाइट ब्लू बोन्टी बोन्टी सेम सेम तपाईँको फेभरेट हो अझै त ठुलो पाएन नि मेरो फेभरेट चक्लेट हो यो पानी ल यो चाहिँ सेम पाएछ सेम सेम दुईवटा चकलेट सेम सेम हाम्रो एउटा दिएँ दुईटा पाएँ ल मसँग त धेरै छैन अब अब तिम्रो पालो के भन्छ त्यो कलर मार न त्यो अब कुन कलर बाँकी छ बिर्सेँ मसँग छैन धेरै भन न अब त्यो ब्राउन 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 कलर ल देखाऊ तान्नु तान्नु सो मेन ब्राउन जुस अनि नम्पालिस ब्राउन मेहन्दी ब्राउन मेहन्दी किनकि उसलाई मेहन्दी मनपर्छ ब्राउन दिदीको फेभरेट कलर अनि अस्ति हामीले ल्याएको थियौँ त्यो जुस न दिदी जुस नेल पलिस चाहिँ मेरो फेभरेट कलर हो तर यो ब्राउन भनेर पुरै ब्राउन त छैन है अब छैन मसँग तिमीले त डबल डबल गरेछौ नि लगाउनु छ अब मसँग पर्पल छ
छैन तिमीसँग दाइयो छ पर्पल यस्तो होला यस्तो पर्पल पर्पल यो पर्पलै त हो नि साबुन यो पनि पर्पल होइन अनएक्सपेक्टेड ठिकै छ नेसेसरी हो नि त यो ल हाम्रो यस्तो वाला यस्तो यस्तो होला पर्पल अब अब तिम्रै टर्न हो मेरो टर्न त सक्यो मसँग छैन छैन कति छ एउटा ग्रे कलर छुट्यो एउटा व्हाइट कलर छुट्यो व्हाइट छुट्यो होइन अब मसँग छैन गाई लास्ट छ मसँग एउटा छ यो हो व्हाइट र ब्लू छ के हो यो के हो दिदी तिमी आफै हेर अब एउटा कलर चाहिँ छुटेछ केही छैन अलिक कोब्रा ल्याउनुको अनि मलाई हुन्छ नि कता थाहा म त अहिले तिमीलाई हुन्छ होला तिम्रो मिल्छ साइज तिमीलाई मन चाहिँ पर्छ यो चाहिँ अनएक्सपेक्टेड हो राम्रो छ राम्रो लाग्यो मलाई राम्रो हो बहुत तिमीलाई राम्रो लाग्यो भयो भयो सक्यो सक्यो यति नै हो यति नै हो तर हामीलाई केही पनि थाहा थिएन दुवैजना दुईतिर गएर लिएको थियौँ सामान तर पनि सेम कतिवटा भयो सेम हाम्रो सेम भयो बाई बाई बाई